नमस्कार। आज हामी अहिलेको वर्तमान समसामयिक र जल्दोबल्दो विषय रवि लामिछानेको रिहाईको विषय छ। हिजो मात्रै उनी 2,74,84,000 धरोटी रकमसहित रिहाई हुने आदेश चाहिँ अदालतले गरेको थियो र आज उनी रिहाई भएका छन्। उनको रिहाईसँगै उनी अब आउने निर्वाचनमा सहभागी हुन पाउलान् या नपाउलान् भन्ने विषयमा आम नागरिकलाई चासो रहेको छ। आज यस विषयमा हामी छलफल गर्छौँ। रवि लामिछानेलाई अहिलेको चलिआएको कानुन अनुसार चाहिँ निर्वाचनमा प्रतिस्पर्धा गर्न र सहभागी हुन चाहिँ अहिलेको कानुनले बन्देज गर्दैन। तर पोखराको स्वर्णलक्ष्मी सहकारीको मुद्दासँगै सम्पत्ति शुद्धिकरणको मुद्दा जो छ त्यसले गर्दा चाहिँ उनी सार्वजनिक पदमा चाहिँ रहन पाउँदैनन्। त्यसै गरेर केही साता अगाडि मात्रै फौजदारी अभियोग लागेकाहरूलाई निर्वाचनमा सहभागी गराउने या नगराउने भन्ने विषयमा अध्यादेश जारी गर्ने छलफल भएको थियो। यसले पनि रविलाई अलि अप्ठ्यारो पार्छ कि भन्ने सङ्केत गर्छ। तर अभियोग लागेकै आधारमा चाहिँ निर्वाचनमा सहभागी हुन नदिने भन्ने चाहिँ हुँदैन भन्ने छ र त्यसलाई सर्वोच्च अदालतले मान्ने छैन भन्ने कुरा विश्वास गर्न सकिन्छ। जसको ज्वलन्त उदाहरण चाहिँ 2062-63 सालको जनआन्दोलन पश्चात तत्कालीन सरकारले जारी गरेको अध्यादेशलाई चाहिँ सर्वोच्च अदालतले चाहिँ मानेको थिएन। त्यसकारणले कमल थापा लगायतका नेताहरूले चाहिँ निर्वाचनमा सहभागी हुने अवसर पाएका थिए। त्यसकारणले रवि पनि निर्वाचनमा सहभागी हुन चाहिँ पाउँछन्। तर त्यो स्वर्णलक्ष्मीको मुद्दा र सम्पत्ति शुद्धिकरणको मुद्दाको कारणले उनको पद रहने अर्थात् उनको पद जोखिममा रहने चाहिँ सङ्केत गर्छ।